आज मिति 2079 साल कार्तिक 24 गते तिलोत्तमा नगरपालिका वडा नम्बर 7 स्थित मदौलीवा ठाउँमा अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरू अस्टिच फर्मको लागि भनेर अवलोकन भ्रमणको लागि आएका छौँ। हामी अहिले शिक्षक साथीहरू साथै अस्ट्रिच फर्ममा आइसकेका छौँ। अस्ट्रिच फर्ममा देखिएको आवरणयुक्त दृश्य अहिले हामी देखाइरहेका छौँ। यहाँ उल्लेख्य सङ्ख्यामा अस्ट्रिचहरू यताउति गरेको र मानव जातिलाई देखिसके पछाडि उनीहरू नजिक आउन खोज्ने यिनीहरूको नेचर पाइयो, अवस्थिति पाइयो। यही सन्दर्भमा हाम्रा शिक्षक साथीहरू अवलोकन गरिरहनु भएको छ। उमेश सर, अस्टिच फर्ममा आउँदा हजुरको अनुभव सुनाउनुहोस्। अस्टिच फर्ममा एक किसिमको नौलो अनुभूति हुन्छ, हामीलाई पनि भइरहेको छ। चरा जातका तर हिँड्ने उड्न नसक्ने ठुला प्रजातिका चराहरू देख्न पाउँदा हाम्रा विद्यार्थीहरू पनि खुसी भएका छन्। हामी यहाँ दुईटा प्रयोजनको लागि आएका छौँ। एउटा अस्ट्रिच फार्म, अस्ट्रिच कसरी यहाँ चाहिँ पालन भइरहेको छ, अस्ट्रिचको मासु उत्पादन गर्नेसम्मका विधिका कुराहरू के छन्, विद्यार्थीहरूले त्यो हेर्नेछन्, सिक्नेछन्। र अर्को कुरा चाहिँ यहाँ मसरुमको फार्मिङ पनि गरिरहेको छ। पाठ्यपुस्तकसित सम्बन्धित भएर विद्यार्थीलाई रमाइलो प्लस ज्ञानको लागि चाहिँ हामीले विद्यार्थीहरूलाई यहाँ अवलोकन भ्रमणको लागि ल्याएका छौँ। धन्यवाद यहाँको उद्देश्यमूलक भ्रमणको जानकारीको लागि। यसै क्रममा सहयोगी शिक्षक प्रदीप सर यो भ्रमणलाई थप उत्साहित बनाउनका लागि सहयोग गरिरहनु भएको छ। प्रदीप सर, यहाँलाई स्वागत छ। धन्यवाद सर। अनि यहाँ प्रवेश गर्दा विद्यार्थी भाइ बहिनीहरू सँगसँगै अस्ट्रिचहरूको वस्तुस्थिति अवलोकन गर्दा मनमा लागेको कुरालाई केही उजागर गरिदिनुहुन्छ कि? नौलो अनुभूति भइरहेको छ। हजुर, नजिक भए तापनि यसरी प्रत्यक्ष आफ्नो हेर्न देख्न पाइएको थियो। हजुर, आज यो अवसर जितेको छ। उमेश्वर लगायतका सहकर्मी साथीहरू मार्फत यहाँसम्म आउने, अवलोकन गर्ने, सेवा गर्नको जानकारी लिने त्यो सौभाग्य प्राप्त भएको छ। धन्यवाद। यसै क्रममा अन्जु म्याम पनि यस भ्रमणलाई अवलोकन गर्नका लागि आउनुभएको छ। उमेश बस्याल सर पनि हामी माझ हुनुहुन्छ। धन्यवाद सर। विद्यार्थी भाइ बहिनीहरूले अवलोकनलाई पुरा गर्ने क्रममा अवलोकन हुँदैछ। सम्पूर्ण विद्यार्थीहरूको फोटा ल्याउनका लागि सम्भव नभएको हुँदा मैले लाइनमा मात्रै कभर गरेको छु। हामीसँगै आउने दाजुहरू हुनुहुन्छ, ड्राइभर दाइहरू, जसले हामीलाई बोकेर ल्याउनु भयो। उहाँहरू पनि यो अवलोकन भ्रमणको लागि थप उत्साहित भएर हिँड्नु भएको छ। दाइहरूलाई पनि यो अवलोकन भ्रमणको लागि धन्यवाद दिन चाहन्छौँ।